सर जेनजी हो पुग्नु भयो सरहरु ल ठीक हेलो 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 कुइतन बाङ्गेडाँडा यतिखेर हामी सिलाधुनी घर दैलो अभियानको लागि हामी यात्रा गर्दैछौँ हाम्रो विद्यालयमा विद्यार्थीहरूको कम उपस्थितिको कारण आज हामी गाउँ अभियान टोलमा विद्यार्थीहरूलाई विद्यालयमा उपस्थितिको लागि 6 बजेदेखि बेलुकी हामी अभियान चलाएर हिँडिरहेका छौँ। आज विद्यार्थीहरूका लागि दोस्रो दिनको समयमा आज हामी यो ठाउँमा कम्प्युटर ल्याब, लाइब्रेरी, विज्ञान प्रयोगशाला, खेल मैदान र आइसिटी ल्याबको उचित व्यवस्था। विद्यार्थीहरूले कुनै पनि सरकारी तथा गैर सरकारी सङ्घ संस्थाको सदस्य हुन नपाउने। विद्यालय, वडा, नगर, गाउँपालिका सबै एकजुट भएर बिचैमा विद्यालय छाड्ने विद्यार्थीलाई विद्यालयमा अध्ययन अध्यापन अनिवार्य गराउनु पर्ने। 2085 सालसम्ममा प्रत्येक कक्षामा विद्यालय छाड्ने विद्यार्थी दर श्री राष्ट्रिय मावि सिलिङ्गेको तर्फबाट आज माध्यमिक विद्यालय राक्सिराङ 6 सिलिङ्गे गाउँ अभियानमा हामी हिँडिरहेका छौँ। वडा नम्बर 6 हामी अभियानमा छौँ। विद्यार्थीहरूको उपस्थित कम भयो। आउँदै गरेको वार्षिक परीक्षाको नतिजालाई सुधार गर्ने क्रम जारी छ हाम्रो। आज हामी कहाँसम्म पुग्छौँ सर? हामी दामराङ, गर्लिङ, धिराङ हुँदै फर्किने। ल ठिक छ ल तथा गैर सरकारी सङ्घ संस्थाको सदस्य हुन नपाउने। विद्यालय छाड्ने विद्यार्थीलाई विद्यालयमा अध्ययन यतिखेर हामी दामराङ चौतारामा पुगेका छौँ। अब हाम्रो अभियान यात्रा चाहिँ धिराङ हुनेछ। हामी धिराङको यात्राको लागि चाहिँ हामी हिँडिसकेका छौँ। कुइतन बाङ्गेडाँडा धिराङको यात्रा वडा नम्बर 7 मेन्टेन गर्नु पर्यो के अरे यार। धुलोले लास्टै दुःख दियो के। सर कस्तो लागिरहेको छ? एकदम बबाल। अब धिराङ पहिलोचोटि जाँदैछौँ म। धिराङ कस्तो रहेछ अब हेरेर हामी तपाईँहरूलाई भिडियो फेरि प्रस्तुत गर्नेछौँ यहाँ। तपाईँ कति पटक धिराङ? म पुगेको छैन नि। पहिलो पटक हामी दुवैजना पहिलो पटक। अब हेरौँ कस्तो हुन्छ धिराङ पुगेर धिराङको अवस्था। सायद धिराङ राम्रै छ भन्ने अपेक्षा चाहिँ धेरै गरेको छु अहिले। अनि हामी जाने बाटो कुन हो? अहिले हामी गर्लिङमा पुगेका छौँ। गर्लिङ स्कुलमा अभियान चलाउँदै सरहरू हुनुहुन्छ अभियानको क्रममा। फरक पर्दैन त्यो श्री हामी गर्लिङ स्कुलमा पुगेका छौँ। सातकन्या प्राथमिक विद्यालय। हेलो ठ्याक्क अहिले गर्लिङ स्कुलमा सातकन्या पछाडि उठ झन्डा। कक्षामा विद्यालय छाड्ने विद्यार्थी दर शून्यमा ल्याउनु पर्ने। अहिले हामी ठ्याक्क गर्लिङ स्कुलमा पुगेका छौँ अभियानको क्रममा। हामी देख्न सक्छौँ गर्लिङ स्कुल राक्सिराङ 7 तल्ली गर्लिङ। हाम्रा सरहरू चाहिँ आउँदै हुनुहुन्छ यतातिर। हजुर ल अभियान जारी छ। लाइब्रेरी, विज्ञान प्रयोगशाला, खेल मैदान र आइसिटी ल्याबको उचित व्यवस्था। बेलैमा सचेत रहौँ, बालबालिकाको अधिकार सुनिश्चित गरौँ। अब हाम्रो यात्रा चाहिँ धिराङ रहेछ। गर्लिङ स्कुलमा पुगेर राम्रोसँग देखाउनु सर गर्लिङ स्कुललाई। अघि न गर्नुभयो तपाईँले? अघि नै भिडियो गरिरहेको छु मैले। बाटो एकदमै अप्ठ्यारो रहेछ। हामी चाहिँ घर दैलो अभियान मा चाहिँ आज धिराङको यात्रामा पुग्दाखेरि चाहिँ बाटो एकदमै अप्ठ्यारो छ। हामी यो ठाउँमा पुगेका छौँ। हाम्रा सरहरू आउँदै हुनुहुन्छ पछाडि।
सर जेनजी हो पुग्नुभयो सरहरू ल ठिक छ हाम्रा मानबहादुर सर पुग्नुभयो सर ल ल सर एकदम गाह्रो छ धिराङको यात्राको क्रममा बाटो एकदमै डेन्जर रहेछ अर्जुन सर पुग्नुभयो एकदम गाह्रो रहेछ है बाटो त हो रहेछ सर हो एकदमै हो रहेछ ल अहिले हामी धिराङ स्कुल पुगेका छौँ अगाडि हेर्न सक्छौँ धिराङ स्कुल पुग्यौँ हामी धिराङ आधारभूत विद्यालय हामी आइसकेका छौँ ल क्या राम्रो छ पुगिसक्नु भएको रहेछ ल पुग्यौँ भने त सर हामी धिराङ स्कुल ल ठिक छ धिराङमा छौँ हामी यतिखेर हाम्रो समय विद्यार्थी चाहिँ अनुपस्थितिको अभियान चलाउँदै हामी घर दैलो कार्यक्रम गरिरहेका धिराङ स्कुलमा पुगिसकेका छौँ हामी ल ठिक छ यता हामी हेर्न सक्छौँ भीमबुङ डाँडाको फेदैमा चाहिँ यहाँनिर धिराङ स्कुल रहेको छ हेर्न सक्छौँ यता वरिपरि आज हामी चाहिँ विद्यार्थी उपस्थितको लागि घर दैलो अभियान गर्दै आज हामी धिराङ स्कुलमा पुगेका छौँ सर कस्तो लागिरहेछ पहिलो म पनि एकदमै पहिलो पटक नै यहाँ पुगेको छु यो ठाउँमा आनन्द रहेछ दाराङ भन्ने ए यहाँ पारी भित्तामा देख्न सक्छौँ दाराङ महादेव थान ओहो ए त्यो है महादेव थान हेर्न सक्छौँ महादेव थान दाराङ यहाँनिर दाराङदेखि हाम्रो स्कुलमा विद्यार्थीहरू चाहिँ पढ्नका लागि आउने गर्छन् यति धेरै टाढाबाट चाहिँ हाम्रा विद्यार्थीहरू सिलिङ स्कुलमा पढ्न आउँछन् एकदमै गाह्रो छ भीमबुङ डाँडाहरू हेर्न सक्छौँ दाराङ यता रहेको छ अनि भीमबुङ यता माथितिर यो धिराङ स्कुलको प्राङ्गणमा अहिले हाम्रा सम्पूर्ण शिक्षक साथीहरू सर्वसँग धिराङ स्कुल पुगेका छौँ आज हाम्रो अभियानको क्रममा सिलिङदेखि धिराङ पुगेका छौँ माथिको डाँडा हेर्न सक्छौँ भीमबुङ डाँडा धिराङ स्कुल चाहिँ भीमबुङ डाँडाको फेदैमा रहेछ अहिले हामी ठ्याक्कै स्कुलको प्राङ्गणमै छौँ धिराङ स्कुलमा देख्न सक्छौँ विद्यालयको वरपरको वातावरण एकदमै रमाइलो राम्रो रहेको छ यता पारे भित्ता रहेको छ दाराङ धिराङ स्कुल भीमबुङ डाँडा हेर्न सक्छौँ माथितिर आज हामी अभियानको क्रममा पुगेका छौँ घर दैलो अभियान विद्यार्थी उपस्थितिको लागि श्री राष्ट्रिय माध्यमिक विद्यालयद्वारा आयोजित विद्यार्थीहरूको कम उपस्थितिको कारणले गर्दाखेरि आज हामी अभियान गर्दै हाम्रा सम्पूर्ण सरहरू मिसहरू म्यामहरू सहित आज हामी धिराङ स्कुलमा पुगेका छौँ अब हाम्रो अर्को यात्रा दाराङ हामी यहाँ धिराङ आइपुगेका छौँ लगभग 3.5-4 घन्टा जान्छौँको राइडमा यो हाम्रो विद्यालय राष्ट्रिय महावि सिलिङबाट धिराङ आइपुग्नको लागि 3-4 घन्टा लाग्दो रहेछ एकदमै अफरोड एकदमै असजिलो बाटोको सामना गरेर हामी यहाँ आइपुग्यौँ अब अर्को हाम्रो डेस्टिनेसन पारी अझै पारी हो दाराङ छ ल हामी दाराङ हुँदै हामी जान्छौँ अब फेरि फर्किने हो कि उताबाट जाने सल्लाह गर्नु हेलो धिराङ स्कुल पछाडि हामी देख्न सक्छौँ हामी अभियानको क्रममा हामी पुगेका छौँ धिराङमा धिराङ स्कुल भीमबुङ डाँडा पछाडि हेलो
हेलो हेलो हेलो अहिले हामी धिराङ स्कुलमा पुगेका छौँ हेलो 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 सर कस्तो भयो यात्रा एकदम ठिक भनौँ अब जे होस् धिराङ आइपुग्यो सकुशल राम्रै भनौँ एकदम रमाइलो लाग्यो हाम्रो धिराङ स्कुलको हेड सर हुनुहुन्छ श्याम सर हेलो हेलो भेटको लागि खुसी लाग्यो है साथीहरू एकदमै रमाइलो लाग्यो यता पनि हो त्यो मनकुमारी मिस्टै हुनुहुन्न है क्या हो हुनुहुन्छ अघि पनि सोधेको हो र त्यो भेटघाटै भएन त एकछिन आउनु भएको हुन्थ्यो कि के गर्नु हेलो हामी धिराङबाट फर्किसक्यौँ है फर्किने क्रममा अब ताराङ जाने प्लान थियो तर विशेष कारणवश मौसमले अलिक साथ नदिला जस्तो लागेर हामी धिराङबाट फर्क्यौँ चिसो छ मजा आइरहेछ आज जे होस् बहुत मजा आइरहेछ मलाई चाहिँ मजा आउनुपर्छ सर ल अलि राम्रो राम्रो भ्यूहरू देखाउनु है सर के छ यार यहाँको हावापानीको स्वाद फरक छ अलिकता फरक है सेवा सुविधा थोरै कम हो कि भन्ने चाहिँ महसुस गरेँ नत्र भए त बस्नको लागि चाहिँ एकदमै राम्रो वातावरणको हिसाबले प्राकृतिक महको हिसाबले धेरै राम्रो लाग्यो अब पसल कता भन्ने चाहिँ हामी कन्फ्युजमा पसलै देखिँदैन उतै होला अब कुनै केरा रहेछ केरा खानुपर्छ है क्या पाके भए पो खाने अहिले हामी खाजा खाने ठाउँमा पुगेका छौँ यहाँनिर चाहिँ एउटा सानो पसल रहेछ त्यो पसलमा चाहिँ आज खाजा खान्छौँ अनि त्यसपछि हामी फर्किनेछौँ यस्तो ठाउँमा पनि घरहरू हामी देख्न सक्छौँ यहाँ पारे भित्तामा चाहिँ 3-4 घरहरू छ भिमुङ डाँडामाथि भिमुङ डाँडाको फेदैमा चाहिँ यहाँ घरहरू रहेको छ हामी यता देख्न सक्छौँ यो बाटो हुँदै चाहिँ हामी धिराङ आएका छौँ स्कुल जानुपर्छ पढाइ लेखाइ गरौँ ज्ञान बुद्धि बढाउँ त्यसै कारणले सम्पूर्ण नानी बाबाहरू पढ्न आउनु होला अब त सजिलो भयो ल है दाजु नानी बाबालाई पढ्न पठाउनु पर्यो लाग्यो पुरै ल है स्कुल पठाउनुहोस् है नानी बाबुहरूलाई छोराछोरीले स्कुल पठाउनु पर्यो परीक्षा यति बस्ने आएन अब पुग्नु त पर्यो 2080 सालमा चाहिँ यहाँनिर पहिलोपटक यो बाटो हुँदै म भिमुङ गएको थिएँ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा अवस्थित 2100 भन्दा अलिकति बढी 2200 तानजुनको उचाइमा रहेको भिमुङ डाँडा 2200 मिटरमा त्यहाँको हावापानी चाहिँ मैले महसुस गर्ने मौका पाएको थिएँ एकदमै मजा आएको थियो गत वर्ष पनि गयो तपाईँ हामी गत वर्ष चाहिँ अब यो वर्ष पनि हामीले एउटा योजना बनाउनु बाँकी छ हेरौँ के हुन्छ होइन पक्कै पनि तपाईँहरूले हाम्रो भ्लग हेरिराख्नु भएको छ भन्ने हुनुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ स्कुल त्यता माथि माथि हो कहाँ गयो त तलतिर झऱ्यो है क्या ए कुइ त निक्लेर जान्ला हो क्या साथीहरू खै क्लियर चाहिँ नआउने बाइक पनि थुप्रै हो यस दामराङमा पुग्यौँ हामी अहिले हाम्रो अभियान जारी नै छ कृपया घरमा स्कुल जान बाँकी हुनुभएका नानी बाबाहरू स्कुल जानु परीक्षा आयो पोर्छल हामीले यहाँ खाजा क्यारिङ खेला होइन अझै क्यारिङ खेलेर यहाँनिर नानी बाबुहरूलाई स्कुल पठाइदिनुहोस् है स्कुल कोही नानी बाबुहरू घरतिरै बसिराख्नु भएको छ भने स्कुल पठाउनु पर्यो है इक्जाम आइसकेको छ
यहाँ एकछिन बजाएर बस्नुपर्ने नि यो यहाँ बजाउनु पर्थ्यो तपाईँहरूमा झुकी क्या हो सर आज कसरी उहाँहरू त अगाडि जानुभयो नि त बज्दैन त खोइ फाइनल्ली हामी अब धिराङ हुँदै ताम्राङ हुँदै सिलिङ्गेको यात्रामा छौँ अब सिलिङ्गे जाने उकालो चढ्ने तर्खरमा छौँ तर्खरमा होइन हिँडिरहेको छौँ पो हो क्या अरे होइन हेर्दैछु धेरै समय लाग्दैन अब 10 मिनट 10-15 मिनटमा पुगिहाल्छ अहिले हामी उकालो चढ्दैछौँ यो बाटो त गुम्थलीबाट हिजो हिँडेको बाटो हो विद्यालय वडा नगर गाउँपालिका सबै एकजुट भएर बिचैमा विद्यालय छाड्ने विद्यार्थीलाई विद्यालयमा अध्ययन अध्यापन अनिवार्य गराउनु पर्ने 2085 सालसम्ममा प्रत्येक कक्षामा विद्यालय छाड्ने विद्यार्थी चार्छ नि क्या एकचोटि अफ गरेर अन गरौँ बच्छ 10 मिनट जति अब हामी फाइनल्ली भिडियो सर पुग्यो हाम्रो डेस्टिनेसन घुमी फेरि रुम्जाटार भने जस्तै हामी अन्तिममा हाम्रै विद्यालय नेपाली झन्डा सिलाउने भोलिदेखि अब हाम्रो विद्यालय यहाँले देख्न सक्नुहुनेछ अलिकति तल रहेको छ हामी अभियानको अपार सफलतापछि हामी यहाँ आइसकेका छौँ आज दिनभरिको यात्रा यस सफल भयो सफल पनि एकदमै रमाइलो पनि रमाइलो धेरै अविस्मरणीय यात्रा पनि बन्न पुग्यो साथीभाइहरूसँग अब यो अभियानले पक्कै पनि हाम्रो उद्देश्यमा केही नभए नि 95% भन्दा माथि हाम्रो उद्देश्य चाहिँ यो अभियानले सफल बनाउनेछ भन्ने हामीले ठुलो अपेक्षा लिएका छौँ हेरौँ हाम्रो अभियानले कतिको काम गर्छ हुन्छ हिजोको आज दोस्रो दिनमा हाम्रो अभियानको दोस्रो दिनमा विद्यार्थीहरूको उपस्थिति पनि अलि बढ्ने क्रममै छ राम्रो उपस्थिति नै छ भनौँ गत साताका दिनहरूभन्दा हिजोदेखिको अभियान पछाडिको आज यो साताका दिनहरूमा विद्यार्थीको अनुपात निकै बढ्दो क्रममा छ भोलिदेखि झनै बढ्ने अपेक्षा हामीले गरेको गर्दछौँ हामीले हाम्रो स्कुल राष्ट्रिय मावि सिलिङ्गे पुगिसकेको छ अब यो धुलो धुवा भन्ने कति खाइयो भनेर हिसाब किताब पनि नगरौँ यो हामीले गर्दै गर्ने क्रममा यस्तो भोग्नै पर्ने हुन्छ त्यो कारणले गर्दा हामी भोग्न पनि पर्छ नमस्कार अब हामी अत्यन्त उत्साहित भएर चाहिँ यो अभियानलाई सफल पारेका छौँ भन्ने मलाई लाग्छ साथीहरू कता छिर्नुभयो कता नजर नै हो जस्तो लाग्छ पुगेका छौँ आइपुग्यो हामी स्टेसनमा सिलिङ्गे मावि राष्ट्रिय माविको प्राङ्गणैमै आइपुगिसक्यो ल